डोनाल्ड ट्रम्प एक अमेरिकी व्यवसायी, टेलिभिजन व्यक्तित्व र राजनीतिज्ञ हुन् जसले 2017 देखि 2021 सम्म संयुक्त राज्य अमेरिकाको 45औं राष्ट्रपतिका रूपमा कार्य गरे। उनी संसारभरका मानिसहरूका लागि विभिन्न कारणले चर्चित छन्, जसमा व्यापारिक सफलता, विवादास्पद राजनैतिक निर्णय र सार्वजनिक भएका विभिन्न घटनाहरू छन्। उनको जीवन र यात्रा निकै रोचक एवं विविधताले भरिएको छ, जसले उनलाई संसारभरको राजनैतिक र आर्थिक दृश्यमा एक महत्त्वपूर्ण व्यक्तित्व बनाएको छ। डोनाल्ड ट्रम्पको जन्म 14 जुन 1946 मा न्युयोर्क सिटीको क्वीन्स बरोमा भएको थियो। उनी फ्रेड र मारी ट्रम्पको चौथो सन्तान हुन्। उनका बुवा फ्रेड ट्रम्प एक सफल रियल इस्टेट व्यवसायी थिए, जसले क्वीन्स र ब्रुकलिनमा आवासीय सम्पत्ति निर्माण गरेका थिए। डोनाल्ड ट्रम्पले पनि बाल्यकालदेखि नै व्यापार र सम्पत्ति व्यवस्थापनको महत्त्व बुझ्न थाले। उनको प्रारम्भिक शिक्षा न्युयोर्क शहरको क्वीन्स स्थित केभिन क्युन इकोलेज स्कुलबाट भएको थियो। त्यसपछि उनले 1964 मा न्युयोर्क सिटीको प्रसिद्ध विहार्टन स्कुल अफ द युनिभर्सिटी अफ पेन्सिल्भेनियाबाट अर्थशास्त्रमा स्नातक डिग्री प्राप्त गरे। विहार्टन स्कुलमा उनले उच्च शिक्षा हासिल गर्दा उनी आफ्नो व्यापारिक ज्ञान र रणनीतिहरूलाई अझ दृढ बनाउँदै गए। व्यावसायिक यात्रा सुरु गर्नु अघि व्यापारमा बुवासँग सहकार्य गर्दै प्रारम्भिक सिकाइ प्राप्त गरे र 1971 मा ट्रम्प अर्गनाइजेसनको अध्यक्ष बने। त्यसपछि उनले न्युयोर्क सिटीमा ठूला सम्पत्ति निर्माण गर्न थाले। ट्रम्पको पहिलो ठूलो परियोजना ट्रम्प टावर थियो, जुन 1983 मा पूरा भयो र ट्रम्प टावरले उनलाई विश्वव्यापी प्रसिद्धि दिलायो। ट्रम्पले आफ्नो व्यवसायलाई रियल इस्टेटका अतिरिक्त क्यासिनो, होटल र लग्जरी ब्रान्डको व्यवसायमा पनि फैलाए। उनले ट्रम्प इन्टरनेशनल होटल एन्ड टावर र ट्रम्प प्लाजा जस्ता प्रतिष्ठित सम्पत्ति निर्माण गरे। डोनाल्ड ट्रम्पले 2015 मा रिपब्लिकन पार्टीबाट संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गरे। उनले यस अभियानको सुरुवात गर्दा कडा आप्रवासी नीति, व्यापारिक असमानता र अमेरिकी उद्योगको पुनर्निर्माणको वचन दिएका थिए। ट्रम्पको अमेरिका फर्स्ट भन्ने नाराले उनलाई अतिरिक्त आकर्षण दिलायो। उनको राजनीतिक शैली अनपेक्षित र प्राय विवादास्पद रह्यो। उनले सधैँ खुलेआम बोल्ने शैली अपनाए, जसले उनलाई सामान्य जनतामा लोकप्रिय बनायो। ट्रम्पले 2016 मा हिलेरी क्लिन्टनसँगको प्रतिस्पर्धामा विजयी भएर संयुक्त राज्य अमेरिकाको 45औं राष्ट्रपति पदको शपथ लिएका थिए। ट्रम्पको राष्ट्रपति कार्यकाल 2017 जनवरीमा सुरु भएको थियो। उनको शासनकाल विवाद र आलोचनाबाट भरिएको थियो। उनले आर्थिक नीतिहरूमा कर कटौती, व्यापार सम्झौताहरूको पुनः समीक्षा र संयुक्त राज्य अमेरिकाको विदेश सम्बन्धहरूमा फरकपन जस्ता कडा निर्णयहरू गरेका थिए। उनको प्रमुख नीति चाहिँ अमेरिका फर्स्ट नै हो, जस अन्तर्गत ट्रम्पले विदेश नीति र व्यापार नीति सुधार गर्नका लागि विश्वभरका सम्झौताहरूमा पुनः समीक्षा गरेका थिए। उनले पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिर जाने निर्णय गरे, जसले ठूलो आलोचना पनि निम्त्याएको थियो। तर उनका केही निर्णयहरूले अमेरिकामा आन्तरिक रूपमा सकारात्मक प्रभाव पारे। रोजगारीको अवसर बढाउन, बेरोजगारी घटाउन र अमेरिकी अर्थतन्त्रलाई मजबुत बनाउनमा उनले केही सफलता पाएका थिए। साथै उनले सैन्य सुधार र संरक्षणको क्षेत्रमा पनि काम गरे। ट्रम्पको विदेश नीति पनि निकै कडा थियो। उनले उत्तर कोरिया र अन्य राष्ट्रहरूलाई सम्झौतामा आउनका लागि कडा दबाव बनाए। उनले मध्यपूर्वमा इजरायलसँगको सम्बन्धलाई नयाँ स्तरमा पुर्याए र साउदी अरबसँगको सामरिक सम्बन्धलाई थप मजबुत बनाए। राष्ट्रपति ट्रम्पको कार्यकाल अवधिमा केही विवाद पनि उत्पन्न भए। 2019 मा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेस्कीलाई एउटा दबावपूर्ण फोन कल गरे भन्ने आरोप लागेको थियो। यस घटनाले ट्रम्पको नेतृत्वमाथि प्रश्न चिन्ह खडा गरेको थियो। त्यसपश्चात ट्रम्पको नेतृत्वमा 2020 मा चुनाव भयो, जसमा उनले जो बाइडेनसँग प्रतिस्पर्धा गरे र राष्ट्रपति चुनावमा हारको सामना गर्नु पर्यो। चुनावी परिणामलाई लिएर ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाए। त्यसको परिणाम स्वरूप 6 जनवरी 2021 मा वाशिंटन डीसीको क्यापिटल हिलमा हमला भयो। साथै 6 जनवरीमा क्यापिटल हिलमा भएको हमलापछि उनको सार्वजनिक छवि थप धमिलो हुन पुग्यो। राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त भएपछि पनि ट्रम्पले राजनीतिक प्रभाव कायम राखे। सन् 2021 देखि सन् 2024 को बीचमा डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीमा झन प्रभावशाली नेताको रूपमा उदाए र 2024 को चुनावमा पुनः पार्टीबाट उम्मेद्वार बन्दै डेमोक्रेटिक
पार्टीकी कमला हेरिसलाई हराएर दोस्रो पटक राष्ट्रपति बन्न सफल भएका छन्। साथै सन् 2025 जनवरीमा राष्ट्रपतिको रूपमा शपथ लिएदेखि नै उनले लिएका निर्णयहरूले विश्वव्यापी प्रभाव पारिरहेका छन्। डोनाल्ड ट्रम्पको जीवनी एकदमै रोचक र विवादास्पद छ। उनले व्यावसायिक जीवनमा ठूलो सफलता प्राप्त गरे, अमेरिकी राजनीति र समाजमा पनि गहिरो प्रभाव पारे। उनका निर्णयहरू र क्रियाकलापले उनलाई संसारभरका मानिसहरूका बीचमा प्रिय साथै आलोचित बनाएका छन्।